साथीहरु नमस्कार। आज मैले यो कुशे गाउँपालिकाको प्राकृतिक धरोहर यहाँ देख्न सक्नुहुन्छ। यो कति राम्रो रमाइलो दृश्य छ। यहाँहरुले देख्न सक्नुहुन्छ यो कति रमाइलो दृश्य रहेको छ। यतातिर यो चाहिँ लाली गुराँस फुलेको छ। अहिले यो वसन्त ऋतुको चाहिँ आगमन भइरहेको छ। यो वसन्त ऋतुको आगमनसँगै लाली गुराँसको यो जुन दृश्य छ यसको चाहिँ जुन फ्लावरिङ भइरहेको छ यहाँ हेर्न सक्नुहुन्छ। यस्तै धेरै लाखौंको संख्यामा चाहिँ यहाँ लाली गुराँसहरू पाइन्छन् र विभिन्न प्रजातिका लाली गुराँसहरूदेखि लिएर यहाँको अन्य यो वन जङ्गल फ्लोरा एन्ड फौना भन्छ यसलाई। यो सम्पूर्ण कुराहरू वन जङ्गल वन जन्तु सबै यहाँ संरक्षित छन्। त्यस्तै गरेर यता माथि देख्न सक्नुहुन्छ। यताको यो सुन्दर दृश्य यो कुशे पाटन लेक हो। कुशे लेक भन्छ। साथीहरूले कुशे हिमाल पनि भन्नुहुन्छ, तर यसलाई हिमालमा घोषणा गरिएको छैन। किनभने यहाँ बारेमा नै हिउँ जम्दैन। त्यो भएर चाहिँ यो लेक पाटन हो र यहाँ पनि एउटा धार्मिक स्थल छ, प्राकृतिक स्थल रहेको छ, मनोरम दृश्य रहेको छ यहाँको पनि है। यो देख्न सक्नुहुन्छ। यो जुम्ला जाने बाटो यो बाटो पनि जान्छ, हिँडेर जाने पैदल बाटो हो। हामी पनि जान्छौँ पैदल बाटो। त्यस्तै गरेर अब यतातिर यो देउलढुङ्गा भन्छ। यतातिर यहाँ देख्न सक्नुहुन्छ यो रातापाटन। यो रातापाटन लेक हो। यताको दृश्य देखाइरहेको छु। अनि यतातिर यो पूर्वतिर यो हानिसल्ला भन्छ होइन, हानिसल्लाको लेक। कति मनोरम दृश्य छ यतातिर। अलिकति बारीकोटको चाहिँ यो जुन सानो हिमाल छ, हिमरेखा हो यो हिमाल त होइन, हिमरेखा सुरु हुन्छ त्यहाँबाट। सिक्ने हिमाल पनि छ यो यता मैले देखाउन सकिनँ। अब यो हिमालय नेपाल सरकारले हिमालय घोषणा गरेको छ। करिब 6000 मिटरभन्दा माथिको चाहिँ भएकोमा चाहिँ त्यो चाहिँ सिस्ने हिमाल नेपालको चाहिँ हिमाल क्षेत्रमा हिमाली एरिया भनेर घोषणा भएको छ। हिमाल एउटा हिमाल त्यो भन्यो। त्यहाँदेखि उतापट्टि धौलागिरी अन्नपूर्ण माछा बसिरहेका छन्। साथीहरूले हेर्न सक्नुहुन्छ। र अहिले हामी ठ्याक्क कहाँनिर छौँ भनेदेखि यो एउटा यो सानो वाइफाई एभरेस्ट यो वाइफाई कम्पनी छ, एभरेस्ट ट्रेड लिङ्क भन्छ। यो लिङ्क चाहिँ ओल्ड लिङ्कको पनि यहाँ जोडेको थियो पहिला, अहिले गइयो। यो वाइफाईको टावर हो। अनि यहाँदेखि माथि यो टावरमा चाहिँ यो नमस्तेको टावर पनि छ। 4G को टावर भनेर पनि निर्माण गरिएको छ। अहिले देखिएको छैन, अलिकति माथि छ। हेर्न सक्नुहुन्छ यो माथि टावर हो। यो कुशे गाउँपालिकाको चाहिँ केही भागहरू हजुरको चाहिँ विशेष गरी 8 नम्बर वडा, 9 नम्बर वडा, यताको 7 नम्बर 5 नम्बरसम्मलाई कभर गर्ने गरेर एनटिसीको टावर पनि बनेको छ है यहाँ। यो एकजना यो मेरो साथमा हुनुहुन्छ, एकजना बाबु हुनुहुन्छ। जनता मावि कुशे 9 पैङ जाजरकोटमा अध्ययन गर्ने हाम्रो एकजना बाबु हुनुहुन्छ। उहाँको नाम चाहिँ सागर बस्नेत। हाम्रो स्टाफ साथी महेन्द्रराज बस्नेत सरको चाहिँ छोरा हुनुहुन्छ, कान्छा छोरा। उहाँ पनि मेरो साथमा हुनुहुन्छ यो यात्रामा। हामी सँगै छौँ। अहिले अब अर्को मान्छे नभएको हुँदैन, दुइटैको भिडियो बनाउन सकेनौँ। जे भए पनि अब यसरी हामीले यसो बसेको यो भिडियोहरू अलिकति देखिन्छ कि यो बनाइरहेका छौँ। साथीहरू यो यात्रामा छौँ। अहिले हामी विद्यालयतर्फ जाँदैछौँ। यो बाटोमा पढ्ने यति सुन्दर दृश्य हामीले पार गरी हिँड्नुपर्छ कि कति रमाइलो छ। हामीले पढाउने सेवा क्षेत्र, पढ्ने विद्यालय कति रमाइलो छ है त साथीहरू। ल हेर्न सक्नुहुन्छ। ल हेर्नुहोस् लाली गुराँसको दृश्य। ल कति राम्रो छ। ल आहा, ल हेर्नुहोस् त। ल साथीहरू यो चाहिँ लाली गुराँसको सुन्दर दृश्य हाम्रो जाजरकोट कुशे गाउँपालिकाको यो प्राकृतिक धरोहर हो है। यो प्राकृतिक धरोहरमा चाहिँ सुन्दर दृश्य छ। यहाँनिर यो लाली गुराँस देख्न सक्नुहुन्छ। कति राम्रो फुलेको छ यो लाली गुराँस फुल। त्यस्तै गरेर यतातिरको यो पूर्वपट्टिको यो भाग हो। यो बारीकोटको हिमाल, यो हेम्चुली भन्छ, सानो हिमाल हो यो। खासै यो हेम्चुली नभए पनि एउटा सानो हिमरेखाभित्रै पर्ने गर्छ। यो भयो। त्यसपछि गएर यो माथि पैकदेखि माथि छ नि यो रातापाटन भन्ने यो रातापाटन लेक, दुध डाल्न पाटन लेक भन्छ यो। कति सुन्दर दृश्य रहेको छ। यहाँहरूले देख्न सक्नुहुन्छ। यहाँको मनोरम दृश्य
यहाँ आउने जुनसुकै भिजिटरहरूको आगन्तुकहरूको मनै लोभ्याउने एकदम चाहिँ आकर्षक दृश्य यहाँले देख्न सक्नुहुन्छ। प्राकृतिक सुन्दरताले भरिएको यो कुशे गाउँपालिकाको यो दृश्य देख्न सक्नुहुन्छ साथीहरू। अब यतातिरको यो देख्न सक्नुहुन्छ, यो अग्लो यो पहाड छ, पुरा हिउँले कभर गरिएको छ। यो कभर गरिएको यो भाग चाहिँ कुशे पाटन लेक हो। यो हिमाल त पर्दैन, यो कुशे पाटन लेक भन्छ। यो लगभग 4500 मिटरदेखि बढीमा चाहिँ 5500 मिटरको हाइटमा छ। यो नेपाल सरकारले चाहिँ यताको यसलाई लेक पाटन भनेर घोषणा गरेको छ, कुशे लेक पाटन भनेर। अनि यो सिस्ने हिमाल भन्ने घोषणा गरेको छ, हिमालकै नाममा घोषणा गरिएको छ। त्यो हिमाल चाहिँ देखिँदैन, यो डाँडाको उतापट्टि चाहिँ ठ्याक्कै उतापट्टि सिस्ने हिमाल पर्ने गर्छ। यसको पनि दृश्य म देखाउने छु, हेर्न सक्नुहुन्छ। यो ल यस्तो छ यो दृश्य, सुन्दर दृश्य, रमाइलो बस्ती हेर्नुहोस् यो तलतिर है। अलिअलि यो छाया परिसक्यो, यो लाता बस्ती हो। अनि माथि यो लाता चुली भन्छ, यो टाउको के अरे यो टाकुर हो कि यो माथिको टाकुर हो। यसरी हेर्न सक्नुहुन्छ। हाम्रो चाहिँ एकजना साथी हुनुहुन्छ, आउनुभएको छ। ल त्यस्तै साथीहरू हेर्न सक्नुहुन्छ, यो प्राकृतिक सौन्दर्यको साथमा यहाँ चाहिँ विभिन्न धार्मिक स्थलहरू पनि रहेका छन्। यहाँको मुख्य गाउँहरू यो पैक गाउँ देख्न सक्नुहुन्छ। यहाँनिर पनि एउटा पैकको मस्टा मन्दिर रहेको छ। त्यस्तै यता हेर्न सक्नुहुन्छ यो कफल्ला मस्टा मन्दिर। त्यस्तै यता माथि रहेको छ औलिजाको यो औलिजाको चाहिँ महादेव मन्दिर। यता यो औलिजा गाउँमा छ है, रिजा पहाडा भन्छौँ हामी होइन। यो यताको गाउँमा यो रिजा पहाडा हो, टाढा छ। जस्तै मैले यो जुम गरेर देखाएँ होइन। हामीसँग ड्रोन क्यामेरा छैन होइन, त्यो भएर जुम गर्नुपर्ने भयो। यो माथिको रिजा गाउँ भयो है। यो चाल्ना भन्ने बस्ती छ। यता यो चाहिँ प्राकृतिक सौन्दर्यताले भरिपूर्ण भएको एरिया, त्यस्तै गरेर धार्मिक एउटा चाहिँ महत्त्वको क्षेत्र पनि रहेको छ। त्यस कारणले यहाँ चाहिँ धेरै पर्यटकहरू चाहिँ आउनको लागि एकदम चाहिँ आकर्षक बिन्दु रहेको छ। ल एकदम आकर्षक बिन्दु रहेको छ, आउन सक्नुहुन्छ। ओके ल हवस् त साथीहरू, अहिलेलाई म बिदा हुन्छु। नमस्कार।